सानो धाराको भेट। साँघुरो चट्टानको बीचमा एउटा सानो प्वाल जहाँबाट थोपा थोपा पानी चुहिरहेको छ। मायाको अनुहारमा अचानक आशाको भाव आएको छ। निराश भएर फर्कँदै गर्दा उनले एउटा सानो धारा भेटिन् जुन चट्टानको बीचबाट थोपा थोपा गरी बगिरहेको थियो। पानी थोरै भए पनि त्यो आशाको किरण थियो। मायालाई धेरै खुसी लाग्यो। उनले धैर्यका साथ आफ्नो गाग्री त्यो सानो धारामा थापिन् र एक एक थोपा जम्मा गरिन्। गाग्री भर्न धेरै समय लाग्यो, तर उनले हार मानिन्। गाउँको बीचमा मायाले त्यो पानी सबै गाउँलेहरूलाई ससाना कचौरामा बाँड्दै छिन्। सबैको अनुहारमा खुसी र कृतज्ञताको भाव छ। मायाले त्यो बहुमूल्य पानी लिएर गाउँमा फर्किन्। उनले त्यो पानी सबै गाउँलेलाई बाँडिन् ताकि हरेकले कम्तीमा एक अन्जुली पानी पिउन सकोस्। गाउँलेहरूले पानी पिउँदाको खुसी र कृतज्ञता मायाको लागि ठूलो पुरस्कार थियो। गाउँका सबै मानिसहरू मायालाई घेरेर धन्यवाद दिइरहेका छन्। गाउँको बुढापाकाले मायाको टाउकोमा हात राखेर आशीर्वाद दिँदै हुनुहुन्छ। त्यस दिनदेखि गाउँलेले मायालाई झनै माया र सम्मान गर्न थाले। उनीहरूले बुझे कि साहस, धैर्य र अरूलाई मद्दत गर्ने इच्छाले ठूलो सङ्कटलाई पनि टार्न सकिन्छ। माया गाउँको प्रेरणाको स्रोत बनिन्।